लस लस फ्याबुलजी आज चाहिँ मेनाङ महिनाको चाहिँ 12 गते भनौँ न, असोज 12 गते घाँसको भारी बोकाइ भइरहेछ। त्यस्तै छ हजुर जिन्दगी। मेरो चाहिँ यस्तो छ। अब हजुरहरू कस्तो होला भन्नुहोस्। अब के भन्नु त, अब दुखी भनौँ या सुखी भनौँ, म चाहिँ अब यो जिन्दगीको औषधि भन्छु। यो काम भनेको चाहिँ मान्छेको, अब त्यही भन्छु। त्यही भएर काम चाहिँ सबैले खोजी खोजी गरौँ जस्तो भए पनि यो औषधि हो। जिन्दगी बाँच्ने उपाय औषधि। मान्छेले हेर्दा चट्ट हेर्दा त अब पसिना बगाएर दुःख जस्तो लागिरह, तर दुःख छैन यसमा। के भनेको चाहिँ एकदम म जस्तै टन्न खायो, जिङ्रिङो मोटायो, यस्तै भारी बोक्यो हिँड्यो। त्यस्तै हो जिन्दगी त। सम्पूर्णको जय होस्। मेरो भए होस् नभए नहोस्।